नमस्कार। आज चाहिँ म कसरी पढ्ने र पढेका कुरालाई कसरी सम्झने भन्ने आफूले जानेका केही महत्त्वपूर्ण कुराहरू लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। यो भिडियो यहाँहरूलाई, यहाँको परिवारलाई अथवा जो कोहीलाई पनि एकदमै महत्त्वपूर्ण हुनसक्छ। अन्तिमसम्म हेर्नुहोला। हामीलाई पढ्नुपर्ने हुन्छ, तर ठुलो बुक देख्ने बित्तिकै हामीलाई आलस्यता आउँछ र हामी एक दुई लाइन पढ्छौँ, तर छेउमा मोबाइल हुन्छ, मोबाइल कोट्याउँछौँ र हामी बुक पढ्दैनौँ, समयको बर्बाद हुन्छ। त्यसरी हुँदैन। अब हामीले के गर्ने? हामीले एउटा उद्देश्य सेट गर्नुपर्ने हुन्छ र हामीले सुरुदेखि नै अन्डरलाइन गरेर महत्त्वपूर्ण कुराहरू फाइन गर्नुपर्ने हुन्छ र त्यो अन्डरलाइन गरेको कुराहरूलाई चाहिँ बुदागत रूपमा टिपोट गर्नुपर्ने हुन्छ। म्याथ हो भने फर्मुलालाई टिपोट गर्ने, स्टेप्सहरू याद गर्ने र सिमिलर प्रब्लमलाई प्र्याक्टिस गर्दै जानुपर्ने हुन्छ। र हामीलाई बिचबिचमा आराम पनि चाहिन्छ, दिमाग पनि थाक्छ है। अब 20-25 मिनट अथवा 30 मिनट जति पढिसकेपछि हामीलाई 5 मिनट जति आराम चाहिन्छ, दिमाग पनि थाक्छ। त्यसले गर्दाखेरि जब हामी ठुलो ढुङ्गा फोड्दैछौँ भने ह्यामरले हानेको हानै गरेर कन्टिन्यू हामीले ढुङ्गा फोड्न सक्दैनौँ। बिचबिचमा ग्याप भयो भने हामीलाई इनर्जी बुस्ट हुन्छ है, अनि त्यसपछि हामी फेरि त्यसलाई ढुङ्गा फोड्दाखेरि सक्सेस हुन्छौँ। त्यसै गरी हामीले पनि एउटा चङ्क बनाएर थोरै थोरै च्याप्टरहरू पढ्दै गएर अगाडि बढ्नुपर्ने हुन्छ। र हामीले यो आराम गर्दाखेरि चाहिँ एकदम कुल भएर दिमागलाई शान्त राखेर आराम गर्नुपर्ने हुन्छ। मोबाइल छुनु भएन, मोबाइललाई टाढा राख्नु पर्यो है। अनि हाम्रो लागि निन्द्रा एकदमै आवश्यक हो र बेलुका चाहिँ लगभग 11 देखि 12 बजी भित्रमा सुत्ने र बिहान 6 बजी उठ्ने गर्नुभयो भने विद्यार्थीलाई अथवा जो कोहीलाई पनि निन्द्रा पुग्छ। र जसले गर्दाखेरि अघिल्लो दिनको दिउँसो अथवा बेलुका पढेका कुराहरूलाई चाहिँ योगा गर्दै तपाईँले रिकल गर्नुभयो भने दिमागमा सेट हुन्छ। र यदि टाइम छ भने हिँड्दै ती कुराहरूलाई बुदागत रूपमा टिपेका कुराहरूलाई चाहिँ अब याद गर्दै हिँड्नुभयो भने एकदमै सजिलो हुन्छ। र च्याप्टर पढ्दाखेरि चाहिँ हामीले यो कुरा किन आयो, कसरी आयो, कहाँबाट आयो भनेर एनालाइज गर्नुपर्ने हुन्छ। आफूले आफूलाई नै प्रश्न सोध्दै त्यसको उत्तर खोज्नुपर्ने हुन्छ। र हरेक च्याप्टरको एकदमै कम्प्लिट रूपमा आफूले नोट तयार गर्नुपर्ने हुन्छ र त्यो च्याप्टरको आफैले समराइज गर्न सक्ने खुबी बनाउनुपर्छ, जसले गर्दाखेरि हरेक प्रश्नको हल गर्न सकिन्छ। र इक्जाममा आउने हरेक प्रश्नहरूलाई हेर्दै सिमिलर खालका त्यही प्याटर्नका प्रश्नहरू बेला बेलामा हामीले प्र्याक्टिस गर्नुपर्ने हुन्छ। र अर्को कुरा हो भोजन चाहिँ हामीले एकैचोटि धेरै खाने होइन, जसले आलस्यता ल्याउँछ। बरु टाइममा खाने र पौष्टिक आहारहरू खाने गर्नुपर्छ। र हामीले हरेक प्रश्नहरूलाई सल्भ गर्ने बानी बसाल्नुपर्छ र यसको लागि तपाईँले निरन्तर रूपमा लागि पर्नुपर्ने हुन्छ। र हामीले पढ्ने, एनालाइज गर्ने, प्र्याक्टिस गर्ने, कन्टिन्यू गर्ने र नमुना प्रश्नपत्रहरूलाई सल्भ गर्ने हो भने दिमाग पनि फ्रेस हुन्छ। हरेक कुराहरू तपाईँले जान्नुहुन्छ, नयाँ नयाँ कुराहरूको खोज अनुसन्धान हुन्छ र जसले गर्दाखेरि पछि इक्जामको लागि हामीलाई एकदमै हेल्पफुल हुन्छ है त। मैले चाहिँ यो कुराहरू चाहिँ अपनाउँछु। तपाईँहरूलाई पनि यो हेल्पफुल हुनसक्छ है त। हस्, धन्यवाद।